नेपाली राजनीतिमा प्राय प्रयोग गरिने कैयन शब्दहरूको पछाडि वाद जोडिएको हुन्छ, जस्तो कि समाजवाद, साम्यवाद, राष्ट्रवाद आदि आदि। कतिपय राजनैतिक दलहरूको नामको पछाडि पनि वाद जोडिएको हुन्छ, या त तिनको मेनिफेस्टोमा अनेकन वादहरू प्रयोग गरिएको हुन्छ। तर के यो निर्वाचन पछाडि नेपालको राजनीति नयाँ ढङ्गले मोडिएको छ, जहाँ यी र यस्ता वादहरूको प्रयोग कम हुनेछ? अथवा के नेपाली राजनीति अब एक खालको आइडियोलोजीबाट मुक्त भएर नयाँ खालको राजनैतिक धारमा प्रवेश गरेको छ? अथवा खासमा यो एकचोटि मात्र केही समयलाई देखिएको फ्लुक हो र यी वादहरू पुनः सतहमा आउनेछन्? यो विषयलाई म चिरफार गर्ने प्रयास गर्नेछु यो भिडियोमा। पहिले त यो वाद भन्ने शब्दलाई बुझ्ने प्रयास गरौँ। वाद भन्ने शब्द संस्कृतको वध धातुबाट उत्पत्ति भएको हो। त्यो भनेको बोल्नु अथवा विचार अभिव्यक्त गर्नु, र समग्रमा यसलाई हामीले वाद अथवा विचारको अभिव्यक्ति भनेर बुझ्न सक्छौँ, अथवा स्टडी अफ सम काइन्ड अफ थट्स पनि भन्न सकिन्छ, अथवा सम काइन्ड अफ आइडियोलोजी पनि भन्न सकिन्छ। र सँगसँगै यो आइडियोलोजी भन्ने शब्द छ अथवा विचारधारा, यो आइडियोलोजी भन्ने शब्द चाहिँ ग्रिक शब्द आइडिया र लोगोस दुईटाको कम्बिनेसनबाट बनेको हो। आइडिया भनेको त्यही अब थट, विचार जस्तो भयो, नोसन भन्ने भयो। लोगोस भनेको चाहिँ स्टडी, होइन, एकदमै सिस्टमेटिक स्टडी। र कुनै पनि आइडियाहरूको अथवा कुनै पनि थटहरूको सिस्टमेटिक स्टडीलाई नै आइडियोलोजी भनिन्छ। तर मेरो पुरानै प्रश्नमा जाँदा के अब नेपालमा यो आइडियोलोजीको राजनीति करिब करिब छायामा परेको हो, अथवा फेरि यो पुनर्जागृत हुनेछ? यसको इतिहास कस्तो छ र आगामी दिनहरू कस्ता हुन सक्छन् भन्नेमा म चर्चा गर्नेछु। नेपालको राजनैतिक इतिहासमा दुई धाराहरू मुख्यतः चलेका देखिन्छन्। एउटा चाहिँ नेपाली काङ्ग्रेस र अर्को चाहिँ वामपन्थी धार। नेपाली काङ्ग्रेस र वामपन्थी अथवा कम्युनिस्ट पार्टीहरू यी सँगसँगै 2006 सालमा फरक फरक समयमा तर एउटै वर्षमा स्थापना भएका हुन्। नेपाली काङ्ग्रेसलाई बिपी कोइराला लगायत सुवर्ण शमशेर र गणेशमान सिंह सहितको टिमले स्थापना गरेको हो भने नेपाल कम्युनिस्ट पार्टीलाई पुष्पलाल लगायत अन्य त्यति बेलाका कम्युनिस्ट विचारकहरूले स्थापना गरेका हुन्। र जति पनि हामीले यी पछिल्ला 8 दशकमा नेपालको राजनीतिमा घटेका घटनाहरू देख्छौँ, र मूलतः निर्वाचनमा सहभागी भएका बहुदलीय निर्वाचनहरू भनौँ, बहुदलीय निर्वाचनहरू देख्छौँ र तिनका परिणामहरू देख्छौँ। यहाँ यी दुई धारामध्ये एउटा धारा प्रमुख र अर्को चाहिँ दोस्रो भएको देखिन्छ। एउटा पहिलो भयो भने अर्को चाहिँ दोस्रो। तपाईँले हेर्नुभयो भने पुष्पलालदेखि अहिलेसम्म आउँदा कम्युनिस्ट धाराहरूमा थुप्रै मतभेद हुँदै, टुटफुट हुँदै, फेरि मिलन हुँदै, एकता हुँदै त्यस्तो देखिएको छ। तर जेसुकै भए पनि त्यो त्यहाँबाट सुरु भएको धारा, तपाईँले हेर्नुभयो भने एमाले, माओवादी जति पनि छ, नेकपा र बिचमा आएका जति पनि धाराहरू छन्, त्यो चाहिँ एउटा त्यो धारले रिप्रेजेन्ट गर्छ, जो वामपन्थी धार पनि भनिन्छ, लेफ्ट। अनि अर्को धार चाहिँ प्राय नेपालमा डेमोक्रेट अथवा प्रजातान्त्रिक धार पनि भनेर चिनिन्छ, त्यो चाहिँ नेपाली काङ्ग्रेस। र त्यहाँ चाहिँ केही अपवादहरूलाई छोडेर प्राय टुटफुट भएको देखिँदैन, तर त्यो एउटै धाराको रूपमा प्रभावित भएको देखिन्छ आजसम्म। र यी दुई धाराहरू नै नेपालको राजनीतिमा प्रमुख पार्टीहरूको रूपमा अथवा प्रमुख वैचारिक शक्तिहरू भनौँ, प्रमुख वैचारिक शक्तिहरूको रूपमा स्थापित भइरहेका थिए। र यो सँगसँगै हामीले यहाँनिर चाहिँ यो आइडियोलोजीको कुरालाई बुझ्ने प्रयास गरौँ। त्यसो त नेपालको संविधानमै समाजवाद उन्मुख समाज अथवा समाजवाद उन्मुख संविधान को रूपमा नेपालको संविधानले नेपाली समाजलाई व्याख्या गरेको छ। अब यहाँनिर चाहिँ के कुरा बुझ्नुपर्छ भने यी पार्टीहरू राइट या लेफ्ट भन्छौँ हामीले, वामपन्थी या दक्षिणपन्थी, एकदमै धेरै प्रयोग हुने शब्द हो नेपालको राजनीतिमा। अझ पहिले चाहिँ धेरै नै प्रयोग हुन्थ्यो। यी पार्टीहरू कुन कहाँ छन् भन्ने हिसाब गऱ्यो भने एकदमै रोचक हुन्छ। र त्योभन्दा अगाडि के संसारका अरू उन्नत प्रजातन्त्रहरूमा पनि यस्तो भएको छ, या यस्तरी पार्टीहरू राइट लेफ्ट भनेर डिभाइड भएका छन् या छैनन्, त्यसलाई हेर्ने प्रयास गरौँ। जस्तो अमेरिकामा हेर्नुभयो भने डेमोक्रेट र रिपब्लिकन्सहरू छन्, दुईवटा।
होइन? अहिलेको जुन सरकार छ त्यो चाहिँ रिपब्लिकनहरूको सरकार छ अनि डेमोक्रेटहरू चाहिँ अहिले प्रतिपक्षमा छन् भनौँ होइन? अनि त्योभन्दा अघिल्लो पटक चाहिँ डेमोक्रेटहरू सत्तामा थिए र यी 2 पार्टीहरूलाई चाहिँ रिपब्लिकनलाई चाहिँ अलिकति सेन्टर राइट पार्टी मध्य दक्षिणपन्थी पार्टी भनेर मानिन्छ अनि यो के अरे डेमोक्रेटलाई चाहिँ अलिकति लेफ्ट ओरिएन्टेड अथवा सेन्टर लेफ्ट पार्टी भनेर मानिन्छ। ती पार्टीहरूभित्र पनि कोही चाहिँ अलिकति एक्सट्रिम लेफ्ट, एक्सट्रिम राइट हिसाबले आफ्ना मान्यताहरू स्थापित गर्न खोजिरहेका हुन्छन् र त्यसै गरेरै उनीहरू इलेक्सनको दौडमा सहभागी हुन्छन्। अनि क्यानाडामा हेर्नुभयो भने अहिले मार्क कार्नी त्यहाँको प्रधानमन्त्री छन् र त्यहाँ पियर पोलियारा उनी चाहिँ अपोजिसन पार्टी उनको चाहिँ अलिकति कन्जर्भेटिभ धार छ त्यो चाहिँ अलिकति सेन्टर राइट फोर्स भनौँ अनि मार्क कार्नीको चाहिँ अलिकति लेफ्ट ओरिएन्टेड फोर्स सेन्टर लेफ्ट नै भनौँ होइन अब जस्टिन ट्रुडोले पनि त्यसलाई नेतृत्व गरे र त्यो चाहिँ अलिकति लिबरल धार अनि त्यो चाहिँ लेफ्ट भयो। अस्ट्रेलियामा हेर्नुभयो भने पनि तपाईँले एन्थनी अल्बानिजको उनको पार्टी अलिकति सेन्टर लेफ्ट पार्टी हो अस्ट्रेलियन लेबर पार्टी र त्यो पार्टी चाहिँ त्यसको विपरीतमा अथवा त्यसको विपक्षी पार्टी चाहिँ अलिकति सेन्टर राइट भनौँ त्यस्तो होइन सेन्टर राइट पार्टीको रूपमा चिनिन्छ। त्यसको नाम चाहिँ त्यसको लिबरल जोडिया छ नाममा चाहिँ तर आम रूपमा बुझ्दाखेरि चाहिँ एउटा चाहिँ सेन्टर राइट अर्को सेन्टर लेफ्ट भनेको एउटा वामपन्थी एउटा चाहिँ अलिकति दक्षिणपन्थी धार जस्तो। अनि बेलायतमा हेर्नुभयो भने पनि त्यस्तै नै छ। अहिले सर कियर स्टार्मर उनी प्रधानमन्त्री छन् र उनी त्यहाँको लेबर पार्टीबाट प्रधानमन्त्री छन्। अब त्यो चाहिँ अलिकति लेफ्ट धार भनेर मानिन्छ वामपन्थी धार भनौँ सेन्टर लेफ्ट नै भनिन्छ त्यसलाई पनि र पहिला जुन टोरी जुन त्यहाँको पुरानो पार्टी थियो त्यो कन्जर्भेटिभ पार्टी त्यो चाहिँ अलिकति राइट सेन्टर राइट पार्टीको रूपमा परिचित छ। र अब इन्डियामा हेर्नुभयो भने चाहिँ इन्डियामा जुन कङ्ग्रेस छ इन्डियन कङ्ग्रेस त्यो चाहिँ त्यो चाहिँ त्यसको अलिकति जुन कोलिसन टाइपको पार्टी हो त्यो खास पहिलादेखि नै हेऱ्यो भने त्यो चाहिँ अलिकति स्लाइटली सेन्टर लेफ्ट जस्तो देखिन्छ र त्यो चाहिँ प्रायः त किन पनि देखिन्छ भने बिजेपी अलिकति राइट सेन्टर राइट फोर्स भएको भएर होइन त्यो चाहिँ अलिकति दक्षिणपन्थी धार मध्य दक्षिणपन्थी धार भनौँ उनीहरूको काहीँ न काहीँ त्यहाँ धार्मिक कुराहरू पनि आउँछ र उनीहरूको राष्ट्रवाद पनि अलि धेरै त्यो प्रसङ्ग पनि उनीहरूकोमा आइरहन्छ त्यसो अलिकति कन्जर्भेटिभ धार मानिन्छ त्यो चाहिँ। अरू दक्षिण एसियाका देशहरू हेर्नुभयो भने चाहिँ बङ्गलादेशमा चाहिँ अलिकति फरक छ त्यहाँको स्ट्रक्चर किनभने बङ्गलादेशको स्थापनादेखि नै उनीहरूको फरक ढङ्गको राजनैतिक जुन उदय छ पार्टीहरूको त्यो चाहिँ निकै फरक छ त्यसमा म प्रवेश गर्न चाहन्न अहिले पाकिस्तानमा पनि त्यस्तै खालको छ र त्यहाँ चाहिँ त्यस्तो क्लियरली राइट लेफ्ट भन्ने चाहिँ छैन त्यो किनभने अलिकति बढी फरक ढङ्गले ती देशहरूमा राजनीति भएको देखिन्छ तर तपाईँ जति पनि हेर्नुहुन्छ जस्तो अब युरोपका कैयन देशहरू र अलिकति प्रजातान्त्रिक मानिने देशहरू बढी प्रजातान्त्रिक मानिने देशहरू त्यहाँ जहाँ प्रजातन्त्रको अलिक बढी अभ्यास भएको छ लामो समयसम्म 100औं वर्षसम्म त्यहाँ चाहिँ प्राय राइट र लेफ्टमै डिभाइड भएको देखिन्छ दलहरू कुनै कुनै साना दलहरू पनि हुन्छन् तर कुनै चाहिँ अलिकति बढी एक्सट्रिम जस्तो युकेकै कुरा गर्ने हो भने त्यो युके रिफर्म भन्ने पार्टी छ त्यो चाहिँ एक्सट्रिम राइट पार्टी हो त्यो केही सिट जित्यो उसले अघिल्लो चुनावमा तर सामान्यतः चाहिँ मेन जुन सेन्टर राइट सेन्टर लेफ्ट छन् तिनीहरूकै वर्चस्व छ जस्तो जर्मनीमा पनि त्यो केही देखियो अलिकति त्यहाँ चाहिँ अब धेरै पार्टीहरू छन् तर तिनीहरू पनि एउटा स्पेक्ट्रममा पर्छन् र त्यसो भए संसारकै पार्टीहरू चाहिँ लेफ्ट र राइटमा त्यसरी पर्दा रहेछन् नेपालका पार्टीहरू चाहिँ कसरी विभाजित छन् त होइन यिनीहरूको लेफ्ट र राइट चाहिँ ओरिएन्टेसन चाहिँ कस्तो हो होइन वामपन्थ र दक्षिणपन्थको झुकाव यो चाहिँ एकदमै रोचक छ मेरो आफ्नो अनुसन्धानको विषय पनि कर्पोरेट पोलिटिकल आइडियोलोजीसँग धेरै सम्बन्धित छ अनि यो एक्जिक्युटिभ एक्टिभिजम पोलिटिकल एक्टिभिजमसँग पनि सम्बन्धित भएको भएर मलाई यो विषय चाहिँ केही अन्वेषण गर्न एकदमै रोचक नै लागिरहेको छ र यो नेपालकै पार्टीहरूको कुरा गर्दाखेरि चाहिँ जस्तो बिपीको समाजवाद भनिन्छ होइन काङ्ग्रेसलाई र सामान्यतः त्यो चाहिँ खास सेन्ट्रल लेफ्ट पार्टी हो
होइन? मध्य वामपन्थी पार्टी हो खास चाहिँ। अब समाजवादकै कुरा लिएर आएका होइन बिपीले। हुन चाहिँ त्यो अनेकन कारणले त्यो समाजवाद भन्ने टर्म त्यो बेला युज गर्नु परेको भनिन्छ भू राजनैतिक कारणले पनि। तर जेसुकै भने पनि त्यो चाहिँ अलिकति सेन्टर लेफ्ट जस्तो पार्टी देखिन्छ। किन पनि भने त्यति बेला जुन राज संस्था थियो र त्यो चाहिँ अलिकति कन्जर्भेटिभ फोर्स भयो त्यसले पनि। र यहाँनिर चाहिँ बुझ्नु के जरुरी छ भने प्राय चाहिँ जुन सेन्टर सरी यो के भन्छ राइटिस्ट फोर्सहरू छन् अथवा दक्षिणपन्थी पार्टीहरू भनिन्छ कन्जर्भेटिभ भनौँ, संवर्धनवादी भनौँ होइन, राइट फोर्सहरू, राइट साइडतिर भएका फोर्सहरू। ती फोर्सहरू चाहिँ अम, प्राय नेसनल आइडेन्टिटीलाई अलिक बढी महत्त्व दिन्छन्, कल्चरलाई, अनि त्यसपछि तपाईँको इन्डिभिजुअल राइट्सलाई बढी महत्त्व दिन्छन् र तिनीहरूले प्राय मिडल क्लासलाई फोकस गरेको जस्तो देखिन्छ। तर लेफ्टलाई हेर्नुभयो भने चाहिँ अथवा वामपन्थी धारलाई हेर्नुभयो भने उनीहरूको फोकस प्राय वर्किङ क्लास हुन्छ र तर पछिल्लो समय चाहिँ त्यो पनि अलिकति चेन्ज भएको जस्तो देखिन्छ। तर उनीहरूको मुख्य चाहिँ गभर्मेन्टले इन्टरभेन गर्नुपर्छ सोसाइटीमा होइन, जस्तो स्वास्थ्य शिक्षा जस्ता कुराहरूमा इन्टरभेन गर्नुपर्छ, त्यसमा गभर्मेन्टको इन्फ्लुएन्स हुन्छ भन्ने कुरा देखिन्छ। त्यो चाहिँ अलिकति खास ओरिजिनली चाहिँ अब वर्किङ क्लासको फेभरमा हुन्छ भन्ने हुन्थ्यो। तर त्यो चाहिँ मेजर डिफ्रेन्सेस होइन। उनीहरू जस्तो अब कन्जर्भेटिभ फोर्स चाहिँ अथवा दक्षिणपन्थी धारहरू चाहिँ प्राय राष्ट्रियताको कुरा र यो संस्कृतिको कुराहरू अलिक बढी नै उठान गरेको देखिन्छ। र यिनीहरूको अब यो सही या गलत भन्ने भन्दा पनि यो आफ्नो आफ्नो मान्छेको विचारको कुरा रह्यो। अब फेरि नेपालकै कुरा गर्दाखेरि चाहिँ नेपाली काङ्ग्रेस चाहिँ ओरिजिनल्ली सेन्टर लेफ्टको पार्टी अथवा मध्य वामपन्थको पार्टी। अरू पार्टीहरू यति धेरै के भन्छ वामपन्थी भयो अथवा कम्युनिस्ट धारा आयो कि उनीहरू चाहिँ एक्सट्रिम लेफ्ट पार्टीहरू भयो, धेरै नै एक्सट्रिम गयो। जस्तो यो चाहिँ अब यसलाई चाहिँ अब अलिकति लिबरल साइड भनौँ अथवा लेफ्ट साइड भनौँ भनेदेखि यो चाहिँ अरू पार्टीहरू यति धेरै लेफ्टमा पुगे कि अब यो काङ्ग्रेस यहाँ बिचबिचतिर थियो। अब काङ्ग्रेस चाहिँ यताबाट हेर्दाखेरि चाहिँ राइटतिर भएको देखिन थाल्यो होइन। ऊ पनि अलिकति कता कता मध्य दक्षिणपन्थी जस्तो देखेर उसले चाहिँ वामपन्थी भन्ने भन्दा नि अब डेमोक्रेट भन्ने हुन थाल्यो होइन। खासै ती सबै पार्टीहरूको ओरिएन्टेसन चाहिँ लेफ्ट नै हो खासमा। एउटा सेन्ट्रल लेफ्ट जस्तो काङ्ग्रेस चाहिँ, अरू चाहिँ अलिकति एक्सट्रिम लेफ्ट जस्तो। अब माओवादीको सशस्त्र द्वन्द्व हेर्नुभयो भने र उनीहरूको जुन सत्ता कब्जा गर्ने अथवा कम्युनिस्ट खालको धार थियो 52 साल पछाडि जुन देखियो त्यो चाहिँ एक हिसाबले भन्ने हो भने मूलतः सत्तामा जाने र कम्युनिस्ट शासन ल्याउने भने त्यो चाहिँ एक्सट्रिम लेफ्ट नै भयो होइन। त्यसपछि एमालेको स्लाइटली लेस एक्सट्रिम भयो, अनि त्यसपछि काङ्ग्रेस आउने पहिला चाहिँ त्यस्तो थियो। अब त्यसो भए राइटतिर चाहिँ कुन चाहिँ फोर्स छन् त भने यो चाहिँ पुरै भ्याकुम जस्तो होइन, पहिलादेखि नै जस्तो। त्यो चाहिँ राज संस्थावादी शक्तिहरू जसले पहिला चाहिँ आफूलाई राष्ट्रवादी शक्ति भनेर भन्थे र ती फोर्सहरू अथवा त्यसमा चाहिँ राप्रपा चाहिँ एउटा मात्र पार्टी जस्तो देखिएको थियो होइन। तर अब 3 वर्ष अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुने बेलामा चाहिँ उनीहरूले यसलाई चाहिँ अलिकति सेन्टर राइट फोर्स अथवा जुन कन्जर्भेटिभ धारमा कोही पनि छैन त्यो सेन्टर राइट फोर्स बन्ने भन्ने उनीहरूको एक खालको आकलन, एक खालको उनीहरूको के भन्छ प्लान रहेको जस्तो देखिन्छ। उनीहरूको त्यस्तो खालको ओरिएन्टेसन देखिन्छ भनौँ। अनि तर अब त्यो समयक्रममै अब त्यो अलिक फरक ढङ्गले अगाडि बढेको जस्तो देखिन्छ। तर अझै पनि उनीहरू चाहिँ लेफ्टतिर चाहिँ छैनन् स्वतः रूपमा। त्यसका जुन प्रमुख 2 पात्रहरू छन् रासोपाका, उनीहरू पनि खासमा सेन्ट्रिस्ट जस्तो देखिन्छन् अहिले। नेपाली काङ्ग्रेस पनि खासमा सेन्ट्रिस्ट फोर्स जस्तै देखिन लागेको थियो। तर नेपालको यो आइडियोलोजी जुन आइडियोलोजिकल स्पेक्ट्रम छ यो कसरी भत्किन गयो त? विगत 80 वर्षदेखि करिब 80 वर्षदेखि एक खालको जुन स्पेक्ट्रम थियो त्यो चाहिँ एकाएक किन यो आइडियोलोजी क्लियर नभइकन हामीले कुन पार्टीले कसरी ल्यायो अथवा वामपन्थीहरूले जिते या अलिकति कन्जर्भेटिभहरूले जिते भने संवर्धनवादीहरूले जिते भने केही पनि छैन, किन यस्तो भयो त भन्ने कुरा आउँछ। यसको एउटा प्रमुख कारण चाहिँ जब 64 पछि निर्वाचन भयो र संविधान सभा 2वटा संविधान सभाहरू भयो, त्यति बेला त पार्टीहरूले छुट्टा-छुट्टै चुनाव लडे तापनि उनीहरूले सरकार बनाए। त्यो एक खालको त्यसलाई चाहिँ उनीहरूले ट्रान्जिसनल फेज होइन, एउटा संक्रमणको समय भनेर व्याख्या गरे। तर जब त्यसपछि चुनाव भयो
त्यसपछि चाहिँ जोसँग पनि मिल्ने जस्तो देखियो होइन। त्यसमा हामी सबै भुक्तभोगी नै छौँ, यसमा थप एक्सप्लेन गर्नुपर्छ जस्तो लाग्दैन होइन। कहिले काङ्ग्रेससँग माओवादी मिलेको छ, अनि माओवादीसँग फेरि एमाले मिलेको छ। एकदमै कोअलिसन गभर्मेन्ट बनाउने बेला पनि काङ्ग्रेस र एमाले सबै कहिले कम्बाइन्ड भएको छन् होइन। अनि त्यसै गरेर यो सम्वर्धनवादी भनिएको राप्रपा पनि त्यस्तै गरेर गएको छ। त्यस्तो सबै त्यस्तो मिक्स्ड भएको जस्तो देखिन्छ। तर त्यो चाहिँ अझ टड्कारो रूपमा जस्तो ७४ को चुनावमा जसरी करिब एकल बहुमत २/३ सरकार बन्यो कम्युनिस्ट पार्टीहरूको, त्यसले चाहिँ एक खालको क्लियर ओरिएन्टेसन देख्न लागेको जस्तो देखिएको थियो होइन। एउटा चाहिँ लेफ्ट ओरिएन्टेड पार्टी र अर्को चाहिँ सेन्ट्रिस्ट पार्टी भनौँ काङ्ग्रेसलाई चाहिँ, किनभने त्यो मध्यपन्थी जस्तो त्यो उसलाई चाहिँ कन्जर्भेटिभ भनेर पुरै खासमा चाहिँ अलिकति कन्जर्भेटिभ धारलाई नै रिप्रेजेन्ट गरेर जस्तो देखिन्थ्यो होइन। तर त्यो चाहिँ अलिकति अनेकन कारणले गर्दाखेरि त्यो सेन्टरमै बसे जस्तो देखिन्छ। किनभने संविधान बनाउने क्रममा पनि समाजवादको कुरा आउनेदेखि लिएर त्यसलाई नै उसले स्वीकार गरेको भएर उसलाई चाहिँ हामीले राइटिस्ट फोर्स अथवा राइटिस्ट भन्दा पनि कन्जर्भेटिभ फोर्स भन्न चाहिँ अलि नमिल्ला। त्यो सेन्ट्रिस्ट जस्तो देखिन्छ। तर त्यो चाहिँ भत्किन गयो। यो आइडियोलोजिकल डिभाइड कसरी भत्किन गयो, 3 वर्षमै सरकार ढल्यो, अनि त्यसपछि त्यो बहुमत अल्पमत भन्ने कुरा अर्कैतिर गयो। अनि त्यसपछि कहिले होइन काङ्ग्रेस र फेरि माओवादीहरू मिलेर फेरि सरकार बन्यो। अनि त्यसपछि फेरि चुनाव भइसकेपछिको अवस्थामा पनि घरि एमाले र माओवादी, माओवादी र काङ्ग्रेस होइन। अनि त्यसपछि अन्त्यमा फेरि अब मेजर 2 दलहरू छन् यो जुन मैले सुरुमा बताएको धारामा, त्यसमा काङ्ग्रेस र एमाले नै मिले। हेर्नुहोस्, अब एउटा लेफ्टको मेजर फोर्स र अर्को सेन्टरको मेजर फोर्स नै मिले। त्यो अब आइडियोलोजिकल डिभाइड नै कहीँ पनि देखिएन होइन। यो आइडियोलोजी भन्ने चिज नै अब करिब रहेन त्यहाँनिर होइन। सबै त कोल्याप्स भएको जस्तो देखियो। अनि हुँदा यो जुन अलिकति कन्जर्भेटिभ धारा, यो राष्ट्रिय प्रजातन्त्र पार्टी चाहिँ यो राइटमा खासमा भन्यो भने एक्सट्रिम राइटतिरैको फोर्स हो त्यो चाहिँ कन्जर्भेटिभ धार भनेर। अलिकति सम्वर्धनवादी धार। कमल थापाको रिसेन्टली एउटा किताब पनि आएको छ सम्वर्धनवादकै सम्बन्धमा। उनीहरू चाहिँ अलिकति सम्वर्धनवादी, तर उनीहरू पनि के देखियो भने सत्ताको लागि फेरि लेफ्ट फोर्ससँग जाने र चुनावमा पनि एक्सट्रिम राइट र एक्सट्रिम लेफ्टले कोलिसन गर्ने। त्यो चाहिँ एकदमै कम देखिने दृश्य हो प्राय विश्व राजनीतिमा। त एकदमै त्यो दुईटा अपोजिट फोर्सहरू पनि त्यो नराम्रो या राम्रो भन्न मिल्दैन त्यसलाई, किनभने त्यो अब कतिपय हिसाबले त्यसले राम्रै पनि गरे हुन सक्छ। किनभने सोसाइटीमा त्यसरी पार्टीहरू मिल्दाखेरि चाहिँ मान्छेहरूको मनमुटाव अथवा कसको आइडियोलोजी के भन्ने नहुन सक्छ। अनि यसले गर्दाखेरि चाहिँ एउटा कुरा चाहिँ आइडियोलोजीको जुन कुरा छ त्यो चाहिँ कोल्याप्स नै भयो। तपाईँले हेर्नुहुन्छ भने जो पनि मान्छे पहिला काङ्ग्रेसलाई विश्वास गरेर लागे उनीहरू चाहिँ प्रजातन्त्रको जुन जुनून छ, एकदमै प्रजातन्त्र ल्याउनुपर्छ भन्ने लोकतन्त्रको लागि लडेको मान्छेहरू, उनीहरूलाई अहिले पनि गएर सोध्नुभयो भने उनीहरूले केही पाइएला अथवा केही होला भन्ने आशले भन्दा पनि प्रजातन्त्रको रक्षाको लागि उनीहरूले धेरै नै सङ्घर्ष गरेका हुन् र उनीहरूको भित्र हृदयमा त्यही नै छ। अनि तपाईँले कम्युनिस्ट पार्टीहरूलाई हेर्नुभयो भने एमाले, माओवादी, उनीहरूको भित्रदेखि देशमा जुन सर्वहारा वर्ग भनेर भनिन्छ होइन, प्रोलेटारिएट, उनीहरूकै लागि होइन केही न केही हुन्छ अथवा पार्टीले केही गर्ला भनेर उनीहरूको भित्रदेखिको जुन वैचारिक उनीहरूको त्यसमा समर्थन हो, त्यसलाई नै उनीहरूले अङ्गीकार गरेको देखिन्छ भित्रैदेखि जति कार्यकर्ताहरू छन्। तर त्यो कार्यकर्ता माझ पनि त्यो टिक्न सकेन। तर अनि कार्यकर्ताकै कुरा गर्दा नेपाली काङ्ग्रेसमा चाहिँ अघिल्लो स्थानीय निर्वाचनमा केही हदसम्म, जस्तो चितवनमै पनि हामीले देख्यौँ कि उनीहरूले त्यसलाई चाहिँ जुन डिभाइड छ त्यो आइडियोलोजिकली उनीहरू चाहिँ छुट्टै उठ्न खोजेको जस्तो होइन। त्यो कार्यकर्ताले केही न केही स्ट्यान्ड लिएर त्यो आइडियोलोजीलाई उनीहरूले अलाइभ राख्न खोजे जस्तो देखिएको थियो। तर मूल नेतृत्वले त्यो कुरालाई अलाइभ राख्न दिएन र खासमा कार्यकर्ताको जुन पङ्क्ति छ त्यसले चाहिँ जुन आइडियोलोजिकल डिभाइड छ त्यो केही पनि देख्न सकिएन। मूल नेतृत्वकै कारणले पनि हो र कार्यकर्ताहरूले पनि त्यो जुन स्ट्यान्ड लिनु पर्थ्यो त्यो चाहिँ उनीहरूको जुन आइडियोलोजिकली फरक खालको र मान्छेलाई पनि सहज हुन्थ्यो। कसलाई भोट हाल्यो भने कसले सरकार बनाउँछ नै थाहा नहुने भयो, जसलाई हाले पनि उसको अपोजिटसँग मिल्न सक्ने भयो, जे पनि हुने भयो। र अनि कार्यकर्ता नै अनि अन्त्यमा पार्टीहरूलाई अहिले चाहिँ लायबिलिटी जस्तो होइन, जो सम्पत्ति हुनुपर्थ्यो, पुँजी हुनुपर्थ्यो, त्यो चाहिँ अब उनीहरूलाई मिलाउँदाखेरि नै गाह्रो हुने जस्तो अथवा त्यस्तो स्थिति भयो। अनि त्यसो भए सँगसँगै के भयो भने प्रतिपक्ष सबै राइट अथवा सेन्टर अथवा लेफ्टको चाहिँ
सबै सत्तावादी भन्ने भयो, एउटा साइड भयो। त्यसको प्रायः चाहिँ के हुनुपर्थ्यो भने एउटा लेफ्ट चाहिँ सत्तामा छ अथवा राइट अथवा सेन्ट्रिस्ट जुनसुकै फोर्स भने स्पेक्ट्रममा कुनै पनि ठाउँमा पर्न सक्छ। होइन? यसलाई उज्जवल थापाले हामी राइट पनि होइन, लेफ्ट पनि होइन, हामी चाहिँ फरवर्ड हो भन्थे होइन। तर जेसुकै भने पनि त्यो पनि प्राय चाहिँ हरेक इस्युलाई हेर्न थाल्नुभयो भने राइट र लेफ्टमा डिभाइड गरिन्छ, त्यो स्पेक्ट्रममा पर्छ। सायद उनले चाहिँ अलिकति सेन्ट्रिस्ट फोर्स जस्तो देखिन्छ उनको खास उनको जुन जति पनि मेनिफेस्टो हेर्नुभयो भने त्यो त्यो आइडियोलोजीको हिसाबले कुनै कुनै पनि विचारको जुन स्पेक्ट्रम छ त्यो भित्र काहीँ न काहीँ राख्न सकिन्छ। अनि त्यो भइसकेपछि चाहिँ के भयो भनेदेखि सबैको आइडियोलोजी भएन। सत्ता भन्ने आइडियोलोजी भयो। प्रतिपक्ष चाहिँ कोही पनि भएन। प्रतिपक्ष चाहिँ एकदम दरिलो भइरहनु पर्थ्यो र प्रतिपक्ष प्रायः चाहिँ के हुन्छ भने प्रतिपक्षमा भएको पार्टी ले सत्ता मा जाने हुन्छ होइन, जस्तो एन्टी इन्कम्बेन्सी पनि हुन्छ। हेर्नुभयो भने जस्तो कतिपय देशहरूमा केही केही समय अगाडि भएका चुनावहरू हेर्नुभयो भने अघिल्लो जस्तो बेलायतमै पनि होइन, पहिला चाहिँ कन्जर्भेटिभ फोर्सको थियो होइन सरकार, अनि पछि चाहिँ अहिले त्यहाँ चाहिँ नयाँ आयो होइन, अलिकति के भन्छ यो लेबर पार्टीको आयो। प्राय ठाउँमा कुनै अब अलिकति 2 कार्यकाल 3 कार्यकालभन्दा बढी जाँदैन, अनि फेरि नयाँ फोर्स आउँछ, अपोजिसन आउँछ, उसको विचारहरू हुन्छ, नयाँ धारले आउँछ। तर नेपालमा त्यो भएन। सबै सत्तामा जे पनि गर्छन् भन्ने एक खालको भाष्य मात्र होइन, त्यो देखियो नै। अनि त्यो देखिसकेपछि त्यो आइडियोलोजीको कुरा सक्यो। अब बाँकी चाहिँ के रह्यो भनेदेखि जो आम मान्छे छन्, मतदाताहरू पनि, जनताहरू, उनीहरू चाहिँ आफू प्रतिपक्ष जस्तो भए। सोसियल मिडियामा हेर्नुभयो भने पनि सत्तामा पुगेका सबै नेताहरूलाई गाली गर्ने, त्यो चाहिँ सत्ता हो, सत्तामा सरकारमा बसे पनि नबसे पनि तिनीहरू चाहिँ सत्ता हुन्। सत्ता बाहिरको रिप्रेजेन्ट चाहिँ आम जुन जेनरल पब्लिक छ, त्यो चाहिँ फ्रिली त्यत्तिकै उनीहरू चाहिँ आफ्नो भोइसहरू राख्ने, सोसियल मिडिया जस्तो भयो उनीहरूलाई प्लेटफर्म, त्यहाँबाट आफ्ना कुराहरू राखिरहेको जस्तो देखियो। अनि त्यसले गर्दाखेरि चाहिँ यो भ्याक्युम जस्तो देखियो। र अब चाहिँ त्यसो भए अब के हुन्छ होइन, अब चाहिँ के यो आइडियोलोजी सकिएको हो अथवा अगाडि का दिनहरूमा यो केही न केही आइडियोलोजी देखिन सक्छ पार्टीहरूमा। मैले अगाडि नै भने कि कुनै पनि हिसाबले आइडियोलोजीलाई त कतै न कतै जोड्न सकिन्छ। जति अब जस्तो कल्चरको कुरा, अलिकति धार्मिक झुकाव, प्राय चाहिँ त्यो देखिने भनेको प्राय जुन कन्जर्भेटिभ फोर्समै हो, सम्वर्धनवादी धार अथवा मध्यपन्थी धारमा पनि त्यो देखिन्छ वास्तवमा। र अब चाहिँ खासमा रासोपाले लिन खोजेको चाहिँ जुन सेन्टरदेखि राइटतिरको चाहिँ उसले हाम्रो चाहिँ पुरै भ्याकुम जस्तो छ। यता चाहिँ मेजर फोर्स कुनै पनि छैन। लेफ्टकै पार्टीहरू भए सबै। उनीहरूले चाहिँ त्यतातिर लिन खोजेको जस्तो देखिन्थ्यो। तर त्यो चाहिँ अहिले चाहिँ पार्टी अफ कोलिसन जस्तो भयो होइन। विचारले त्यो त्यसरी आइडियोलोजिकल भन्दा पनि पार्टी जो कोलिसन जस्तो भयो। तर मैले अगाडि नै भने कि त्यसका 2 प्रमुख पात्रहरू चाहिँ प्राय मध्यतिर जस्तो, सेन्ट्रिस्ट जस्तो देखिन्छ अहिलेसम्म चाहिँ। तर अब आगामी दिनमा चाहिँ यिनीहरूले कस्तो स्ट्यान्स लिन्छन्, जस्तो मानौँ ट्याक्सको विषयमा हुनसक्छ होइन, अर्थतन्त्रको विषयमा हुनसक्छ, अथवा सरकारले कति इन्टरभेन गर्ने भन्ने कुरामा हुनसक्छ। जस्तो अलिकति सम्वर्धनवादीहरूले चाहिँ उनीहरूको धार चाहिँ इकोनोमिक ग्रोथ, अलिकति यो इन्डिभिजुअल फ्रिडम होइन, इन्डस्ट्रियल अलिकति प्राइभेटाइजेसन भनौँ होइन, प्राइभेटाइजेसनलाई अलिकति निजीकरणलाई अलिकति फोकस गर्छन्। अनि अब यो अलिकति यो लेफ्ट पार्टीहरूले चाहिँ अलि यो सरकारले नै इन्टरभेन गर्नुपर्छ भन्ने खालको हुन्छ। तर नेपालमा चाहिँ त्यस्तो देखिएको छैन। सबैले आफ्नै खालको गरे जस्तो देखिन्छ। त्यो क्लियर केही पनि देखिँदैन जनतालाई, त्यो केही कतै लिड गरे जस्तो। तर अब चाहिँ सम्भवतः उनीहरूले यो सेन्टरमै रहेर काम गर्ने प्रयास गर्ने जस्तो देखिन्छ अहिले, किनभने त्यहाँ सबै खालको फोर्सहरू छ। त्यो मैले अघि भने कि पार्टी अफ कोलिसन एउटा मात्र छैन, त्यो सबै धारहरू मिलेर बनेको मान्छेहरू, आम मान्छेहरूले मतदान गरेको जस्तो यो एउटा फ्रस्ट्रेसनको रिजल्ट जस्तो। त्यसैले सायद उनीहरू सेन्टरमै बसेर अथवा अलिकति बिजनेसेसहरूलाई अलिक प्रमोट गर्ने हिसाबले, जुन प्राय सम्वर्धनवादी धारमा गरिन्छ, त्यो पनि गर्ने र अलिकति वामपन्थतिरको पनि ल्याउन सक्ने उनीहरूले त्यो चाहिँ ट्राई गर्न सक्छन्। त्यो देखिन्छ र उनीहरू कतिसम्म त्यसमा सफल हुन्छन् त्यो आगामी दिनले नै बताउनेछ। र फेरि पनि आइडियोलोजी जुन आइडियोलोजिकल कुरा छ, यो तत्कालको लागि चाहिँ एटलिस्ट यो चुनावको लागि चाहिँ हामीले आइडियोलोजी इज डेड भनेर अहिलेको लागि चाहिँ यो चुनावमा चाहिँ त्यसले केही पनि गरेन। र त्यो आइडियोलोजिकल जुन डिभाइड छ त्यो कहीँ पनि देखिएन। र त्यो आइडियोलोजीले अथवा विचारधाराले, वादले कहीँ पनि काम गरेन।
र कमसेकम अहिलेको लागि चाहिँ यो डेड नै भएको जस्तो देखिन्छ। तर आगामी दिनमा कुनै न कुनै रूपमा उनीहरूका जुन सरकारका आगामी कदमहरू हुन्छन् र उनीहरूको पोलिसी हुन्छ, त्यसले चाहिँ हामीलाई उनीहरू कता कुन दिशातिर जाँदैछन् भन्ने चाहिँ प्रष्ट रूपमा देखिनेछ। यतिन्जेलसम्म मलाई सुन्नुभएकोमा धेरै धेरै धन्यवाद।